Take 1. Hello guys, welcome. Take 2. मसँग चाहिँ Take 3. हेलो गाइज डल्ले तिमी Take 4. गाइज अब चाहिँ हामी फाइनली And finally, हेलो गाइज वेलकम टु माई फर्स्ट भ्लग होइन अनि आज चाहिँ मेरो दिदीको बर्थडे छ होइन अनि त्यही भएर हामी चाहिँ भर्खर क्लासबाट निस्केर अब केक अर्डर दिनु जान्छौँ अनि त्यसपछि दिदीको घर जान्छौँ आज मेरो फर्स्ट भ्लग मेरो फेरि दिदीको उसमा जान्छ होइन दिदीको बर्थडे पुरै फुल डे नै अब त्यही दिदीको नै हुन्छ अनि अब हामी चाहिँ सिधै अब त्यो अलिअलि सर्ट भिडियो गर्दा देखाउँछु तपाईँहरूलाई अब खासै त्यस्तो बोलिराख्नु बानी त छैन त्यही पनि होप गाइस हजुरहरूले सबैजनाले सब्सक्राइब गरिदिनुहुन्छ होला लाइक गरिदिनुहुन्छ होला होइन त्यो सपोर्ट गरिदिनु होला गाइस है धेरै त भन्दिनँ म ओके गाइस हामी चाहिँ फाइनल्ली अब दिदी घर आइपुग्यो होइन अनि केक पनि लिइसक्यो हामीले अब हामी दिदी घरभित्र छेड्नेछौँ एकैछिनमा अहिले चाहिँ हामीले यो कपडाको झोला यो बिर्सेर चाहिँ फेरि हामी यसलाई लिन आएको कि यता पसलमा अन्त राखेर अनि यता डुलिदिरहेछौँ किनकि मलाई डोलीसँग हिँड्दाखेरि धेरै राम्रो लाग्छ कि अनि अझ मेन कुरा त दसचोटि भनिसक्यो भ्लग राम्रोसँग बनायो भने बोल्दा बोल्दा ट्र्याक खुस्केर यस्तो ट्र्याकहरू खुस्काउनु पर्छ क्या होइन खुस्केन भने त के गर्नु कसको के लाग्छ होइन अब चाहिँ अनुहार बिगार्ने जहिले पनि होइन यस्तै ल गाइज हामीले चाहिँ अनि ब्यागै पाएन होइन हामी ब्याग पाएन अब के गर्नु अब सिधै यतिको जाने यतिको दिने होइन अब दिदी घरमा अब इन्ट्री आउने बेला हुनु लाग्यो लगाएछ अनि मेरो भान्जा पनि छ है मेरो भान्जा चाहिँ भर्खरको 1 वर्ष अस्ति भर पुगेको असार 29 गते ए सरी असोज 29 गते असोज 29 तपाईँको मात्रै राम्रो आउँछ है भन ल भनिदेऊ ह्याप्पी बर्थडे दिदी यति नै हो भन्नुपर्ने अनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु अनि केक चाहिँ हामीले ल्याइदिँदैछौँ टेन्सन नगर्ने रमाइलो गर्छु हाम्रो आइसक्यो दिदी घर होइन पुच्यो आऊ मोटाएछ है मोटाएछ अलिकति भयो भने मोटाएछ बर्थडे कल चाहिँ आइपुगिसक्यो राम्रो भएन ल भन ल बर्थडेको आइसक्यो ह्याप्पी बर्थडे प्रणवजी प्रणव सान खै कान्छी खोइ त फोन गरेछ मेरो हाम्रो प्रणव हिँड्नु नि त फेरि अब मेरो फर्स्ट भ्लग अब दिदीको बर्थडेको अब फुल डे जान्छ होइन प्रणव हेर्नु कस्तो मोटाएको छ दिदी है ए सरी रिसायो प्रणव है रिसायो
चुपचुप भन्नु छ र चुपचुप भन्ने खै यो त यताबाट राख्ने होइन लेन पेन ल्याएको छैन मैले पेन ल्याएको अहिले मैले आज हेर हेर छ त बस्दैन होइन यतै भन्नु आउँदैन आज 26 वर्ष भयो होइन 25 पुरा फुल दिनु ए फुल चाहिँ मलाई खै पनि तिरै खान्छ सबै हजुर भनेर बोलाउनु परेको त्यसमा आउँछ गाना ए हजुर भने बोलाउनु गर्दै ल्याउने त्यो छमा इनोसेन्ट भयो हो नि त हेरी हाम्रो सिक लगाइदिने हो कि मासु हालेर तेल आउँछ नि बज्ला उतातिर जाला नि फेरि ज्याकेट Happy birthday to you. 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 पकाउन अन्त Happy birthday, happy birthday, Lulu. कान्छी पुनम हजुर हुन्छ त्यही कचरा तपाईँ र म यो कचरा खाली गरेर यही चाहियो भनेर बसिरहेको झोला खोज्न गएको होइन अनि आज यो हो नि त पारा होइन ज्याकेट अब पसलको सुरुवात यसो राम्रो हुन्छ भनेर के वाउ हेर्नु छ र कस्तो छ दामी छ कस्तो छ एकचोटि खै यतापट्टि देखाइदिनु त राम्रो छ अहिले आएको नयाँ हो बवाल छ कि ज्याकेट चाहिँ यहाँले पनि लाउँछ यस्तो यस्तो भिडियो बनाएको